फ्रीमा गरिदिने कुरा गर्यो दाजुले चाहिँ फ्रीमा अरे यसको मात्रै पैसा लिने कुरा गर्यो। स्वागत छ तपाईहरु सबैमा फेरि पनि उपस्थित भइसकेको छु नयाँ भिडियोको साथमा। आजको हाम्रो भिडियो चाहिँ सुरु भइरहेको छ मेन हाइवेदेखि। म चाहिँ सन्चै नै छु, तपाईहरु पनि सन्चै नै हुनुहुन्छ होला। एकदमै ठिकै छु म चाहिँ। अनि हेरौँ अब के कामहरु गर्छु, कसो कसो काम गर्छु तपाईहरुलाई म देखाउने नै छु। आम्बो के हो यस्तो यार, अहिले चाहिँ पर्खिँदा बस पनि आइपुग्यो। साइकल चाहिँ मैले यहाँ राखिरहेको छु। कहाँ त पो सरकारी अफिस जस्तो छ यहाँ चाहिँ। अब चाहिँ म पुग्न पनि आँटिसकेँ मेरो डेस्टिनेसनमा। आज अब धेरै कामहरु पनि छ, समय धेरै कम छ। समय कम काम धेरै छ। अब हेरौँ के कस्तो चाहिँ गर्न सक्छु। धेरै कामहरु छ। आयो कामहरु चाहिँ बन्छ कि भन्ने चाहिँ छ। आँखाले मात्रै कि मनले नि डाक्यौ, भन न तिमीले मलाई कहाँ राख्यौ। यो चाहिँ पानीको ट्याङ्की हो है, सानो ठुलो छैन। तपाईहरुलाई मैले योभन्दा अगाडिको भिडियोमा पनि देखाएको थिएँ अर्को खालको त्यो पानीको ट्याङ्कीको कसरी चाहिँ हुँदो रहेछ भनेर। तपाईहरुले हेर्नु भएको छैन भने अगाडिको भिडियो पनि हेर्नु है। यो घर अहिलेसम्म स्टिल बनाएको छैन हौ। कति भयो है आगो लगाएको, अहिलेसम्म यस्तै छ है यो घर। ल अब चाहिँ म फाइनली आइपुगिसकेँ मेरो डेस्टिनेसनमा। अब छिटो काम गर्छु। यो बसमा आएको थिएँ म, छिरिसकेको छु अहिले चाहिँ। मैले चाहिँ खोजेको एउटा सेभिङ मेसिन खोजिरहेको छु कि पाउँछु या पाउँदिन। त धेरै महँगोहरू पो छ त हौ। बाफरे, कतिसम्मको उठाउनु पर्ने हुन्छ भन्ने चाहिँ म अहिले सोचिरहेको छु। किनकि हाम्रो त्यत्रो धेरै औकात पनि छैन नि त। के गरौँ त हौ, यसलाई ट्राई गरौँ कि भन्दैछु। यसो यो ठिक छ कि म तपाईहरुलाई एकछिनपछि डिसाइड गरेर भेट्छु है त कुन किन्छु म। यो चोइस चाहिँ मैले गरेको थिएँ घरमा चाहिँ, तर अन्त्य पनि एकछिन घुम्छु। एकछिनपछि बुझेर अरूतिर पनि बुझ्छु, भएन भने चाहिँ यहीँ आउँछु म। मेरो पहिलो काम, म ट्राभल्स जान्छु। ट्राभल्समा हल्का कागजको कामहरु छ। त्यसपछि सेकेन्ड टाइममा म जान्छु। मेरो हल्का कपडाहरू पनि बनाउनु छ के, कपडाहरू बिग्रेको छ। अनि कपडाहरू बनाइसकेर चौथो काम हुन्छ मेरो सिमको लागि। सिम पनि मलाई हैन, मेरो साथीलाई किनिदिनु छ। या 3-4टा काम भइसक्यो हैन। अनि पाँचौं काम छ सेभिङ मेसिन किन्नु छ। अनि सेभिङ मेसिनसँगै मेरो सेभिङ मेसिन पनि बिग्रेको छ नि त, त्यसलाई पनि रिपेयर गर्नु छ। आज धेरै नै कामहरु छ। म चाहिँ भौतारिरहेको छु, एक्लै भौतारिरहेको छु।
हेरौँ है के हुन्छ है आज। यो ट्राभल चाहिँ बन्द रहेछ है, केही छैन। म अब अर्को ट्राभल्समा गएर कामहरू गर्छु, के कसो हुन्छ। A few inches later. म चाहिँ अहिले आइपुगेको छु कपडा पसलमा। ये मेरा फ्लैग दिए झंडा है ना, इसको ये साइड साइड में बस लगाना, ये निकल गया ऐसा करके। क्या लगाना, सिलाई लगाना है? हाँ सिलाई लगाना है, सिलाई लगाना एक पूरा इसको पूरा घुमा देना है। और मेरा एक पेन है, उसका ये जिप निकल गया। इसको ये नया था, नया पेन है, ये खराब हो गया, इसको चेंज करना है। कोई बात नहीं। कत लाग्बो हैं? अभी? लगेगा। तो चैन चैन का 10 रेल, इसका 5 रेल। तो 10 रेल में नहीं होगा चाचू? इसको तो कुछ करना ही नहीं है ना, इसको घुमाना है ना सिलाई चाचू। मारना है ना, घुमाना ही तो है, कुछ करना थोड़ी है। घुमाने का मैं 5 बोला। यो झन्डा चाहिँ यहाँ उद्रिरहेको थियो कि, ठीक है। यसलाई चाहिँ हल्का त उद्रिरहेको थियो, अनि त्यही भएर अब के गर्नु, माया लाग्छ, माया भन्दा ठुलो केही पनि छैन। अनि यसलाई हल्का हल्का सिलाइ हान्नु पऱ्यो भनेर सोचिरहेको छु। यो हो गयो। अनि च्यान यताउता कामहरू गर्नु बाँकी छ। अब मैले एउटा काम सकियो, अब ट्राभल्स जान्छु, नेक्स्ट टाइम गर्छु त्यो काम गर्छु। ये कितना का है चाचू? ये कितना का है? 150 160 रियलमा एभाइलेबल छ। ल यहाँनिर म चाहिँ यो मैले गर्नै पर्ने थियो। अनि सेकेन्ड यो पेन चाहिँ नयाँ पेन हो क्या, मैले नयाँ किनेको, च्यान बिग्रियो नि त, त्यही भएर यो पनि भयो, दुईवटा काम भयो। चाचाले चाहिँ मिलाएर 10 रियलमा बनाइदिनु भएको छ। चाचू ने यो चाहिँ मेरो फ्रीमा गरिदिनु भएको छ। चाचू ने इतना प्यार दिया ना, कसम से मेरा बहुत खुश लगा। चाचू ने बोला ये तुम्हारा देश का फ्लैग है, जैसे कि मेरा देश का फ्लैग, जितना प्यार, मतलब यति धेरै। अब भन्नु नि त, उसले जो चाहिँ फ्रीमा गरिदिने कुरा गर्यो चाचूले चाहिँ फ्रीमा अरे, यसको मतलब पैसा लिने कुरा गर्यो। थ्याङ्क यू शुक्रिया चाचू, थ्याङ्क यू, शुक्रिया जी, शुक्रिया। यति धेरै माया लाग्छ। अब हल्का अस्ति उद्रिएको थियो कि यो झन्डा चाहिँ, अनि त्यही भएर आज चाहिँ ल्याएर आएको छु। फाइनली झन्डा पनि मेरो रिपेयरिङ भइसक्यो। जस्तै नेपालमा हाम्रो प्रधानमन्त्री अपडेट, सबै थोक अपडेट भयो नि त, सायद अब हाम्रो देश पनि अपडेट हुन्छ जस्तो लागिरहेको छ। आई होप राम्रो होस्। अब यहाँ मेरो कामहरू चाहिँ सकिन लाग्यो, लगभग सकिन आँटिसक्यो। टेलरमा यहाँनिर सकिभरि निस्केँ है। अब चाहिँ यो त बब्बाल छ त बाइक त, बाफ रे, वाउ। सो अहिले चाहिँ म छु ट्राभल्समा है, अनि कामहरू मेरो हुँदै नै छ। यहाँ चाहिँ तपाईँको धेरै कामहरू बन्छ, तपाईँको टिकटदेखि लिएर धेरै कामहरू बन्छ। अनि मेरो पनि त्यस्तै हल्का कामको लागि चाहिँ म आएको थिएँ, कामहरू पनि गरिरहेको छु। यो चाहिँ कहाँ छ भन्नुहुन्छ भने चाहिँ सिकुमा छ। अनि यस्तो छ यहाँ चाहिँ। ल अब म एकछिनपछि सायद फेरि यहाँ कमब्याक हुन्छ होला, अलिकति कामहरू पनि गर्नु बाँकी छ नि त, पेन्डिङ भइरहेको छ कामहरू। यहाँबाट निस्किन्छु, अर्को काम सकेर, अर्को काम फिनिस गरेर फेरि यहाँ अब यताउता पनि गर्नु छ। ट्राभल्सदेखि पनि म निस्किसकेँ। अब चाहिँ यहाँनिर थिएँ नि त, धेरै कामहरू छ आज। म भ्याउँछु कि भ्याउँदिनँ यार, कस्तो दामी फुल यार, आम्बो है, दामी लाग्यो यार। यतिको चाहिँ हुनु पर्यो क्या, दामी खालको। यो त कस्तो गल्ली रहेछ त। 10 साल का वारंटी है, आई ब्लैक ये इसका 41 रियल, और ये है 35 रियल का, अच्छा वाला है। बैक टू बैक हेरिरहेको छु, हेर्नु चाहिँ। ये भी अच्छा होगा, कितना साल का गारंटी? 2 साल का? 2 साल का ये भी है। ये भी 2 साल का? हाँ 35 रियल है बस। इससे बड़ा नहीं है, ये छोटा है ना थोड़ा। ये बड़ा है, मकीना बड़ा है। चॉकलेट तो भारी रहेछ यार त आम्बो, चॉकलेट त परफ्यूमहरू। हाँ जी 55 तक आएगा लास्ट।
म चाहिँ यहाँबाट पनि निस्केँ अब चाहिँ खासै अब त्यस्तो धेरै मन परेन कि मलाई यस्तो रे आउँछ र गाडीहरू त कामहरू चाहिँ ब्याक टु ब्याक हुँदैछ मेरो चाहिँ मेरो एउटा काम चाहिँ भएन के काम भन्नुहुन्छ भने चाहिँ सिमको काम चाहिँ भएन अहिले साउदीमा धेरै नै टाइट भइसकेको रहेछ क्या सिमै पाएन नि त अनि म चाहिँ त्यहाँबाट घुम्दै 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 यहाँ घुम्दै घुम्दै खोजेँ खोज्दा खोज्दा पनि सिम चाहिँ पाइनँ अनि मेरो अब यो काम पनि क्यान्सल भयो अब अर्को एउटा काम छ त्यो काम सक्नुपर्ने हुन्छ है मैले चाहिँ सेभिङ मेसिन चाहिँ किनिसकेको छु कस्तो किने भनेर तपाईँहरूलाई देखाउँछु ए यस्तो किन्यो अब कस्तो के हुन्छ है यो काम पनि भइसक्यो अनि यस्तै हुन्छ अब कामहरू धेरै हुन्छ टाइम कम हुन्छ अनि त्यही भएर छिटो गर्नुपर्ने हुन्छ एक ग्लास चिया खाएर चाहिँ निस्कौँ होला गाडी चाहिँ यताबाट आउँछ म चाहिँ प्राय चिया खाने जग्गा चाहिँ यहीँ हो मेरो चाहिँ प्राय यहीँ खान्छु आज मैले त्यति धेरै कामहरू गर्नै पाइनँ हौ यहाँ दोस्तले बनाइदिँदैछ चिया चाहिँ हाम्रो चिया पनि आइसकेको छ पैसा पनि फर्किसकेको छ चेस तपाईँहरूलाई पनि है 10 20 10 20 30 40 50 अहिले फेरि बस आयो भने फेरि टेन्सन हुन्छ क्या मलाई यहाँबाट तपाईँको लगभग गाडीमा मात्रै पनि लगभग 1 घन्टा लाग्छ अनि टाढा छु नि त म अनि त्यही भएर चाहिँ आउनु जानलाई पनि हिसाब गर्दा यताउता गर्दाखेरि थोरै कम पाइन्छ अनि टाइम पाइन्छ त्यही भएर गाह्रो छ हौ मलाई साउदी यस्तो जग्गा हो नि अब के भन्ने क्या अब एक्लै क्या तपाईँ जो पनि हुन्छ ऊ आफ्नै तरिकाले रमाइरहेको हुन्छ क्या साथीभाइ यताउता होला पनि छैन होइन अब प्राय अब बोलचाल पनि गरिँदैन अरूसँग बोल्दै हिँड्ने कुरा नि भएन अनि आफ्नो काममा गयो आफ्नो काम गर्यो आफ्नो सुरमा घरिघरि त दुनिया अर्को जस्तो लाग्छ यार फाइनली बस पनि आयो अब लाग्दिउँ म चाहिँ फर्किसक्यो है अब चाहिँ अहिले चाहिँ गाडीमा छु आज चाहिँ त्यस्तो धेरै भने जस्तो कामहरू भएन टाइम थोरै थियो अनि यताउता गर्दाखेरि टाइमले पनि भ्याउँदै भ्याएन जति गरेँ सकेसम्मकोहरू गरेँ यताउता गरेँ अनि अहिले चाहिँ फर्किँदैछु गएर काम पनि भ्याउनु पर्ने हुन्छ काम पनि गर्नुपर्ने हुन्छ सो आज यस्तै नै भइरहेको छ मेन हाइवेमा पनि यत्रो धेरै जाम छ हेर्नु न नि आम्मा यार के जाम हो यस्तो अनि बसदेखि पनि झरिसकेर पनि अब चाहिँ म लाग्दैछु आफ्नो रुमतर्फ यस्तै छ हजुर अब एक्लै लखर कुदिरहेको छु सकेसम्मको तपाईँहरूलाई देखाइ पनि रहेको छु तल फुलबारी यहाँ फुलबारी अगाडि फुलबारी यहाँ चाहिँ मेरो साइकल पनि अब आइपुग्यो
यहाँ साइकल छ कति ठुलो ठुलो नटहरू आम्बो यहाँ हेर्नु न नि बाफ्रे 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 यार यो त एउटै 10 किलोको जस्तो छ हेर्दाखेरि यो चाहिँ यस्तो बोर्डको पिलर है फेरि भित्र 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 खोप्चा खोप्चामा हिँड्छु नि त म त प्राय यताबाट जानु पर्यो यस्तो छ यहाँको अब हाइवेदेखि निस्क्यो भने त्यतिकै घुम्नुपर्छ अनि त्यतिकै टाइम पनि वेस्ट हुन्छ त्यही भएर अनि अब चाहिँ भ्लग चाहिँ यहाँ सक्नु पर्यो भनेर सोचिरहेको छु आई होप तपाईँहरूलाई इन्जोय नै भयो होला सायद जति पनि मेरो भिडियो हेरिराख्नु भएको छ नयाँ चाहे मेरो पुरानो सब्सक्राइबर तपाईँहरूलाई चाहिँ एकदमै धेरै थ्याङ्क यू यहाँसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु सधैँको माया गर्नुहुनेछ तपाईँको माया र सपोर्टको लागि एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु अनि अब चाहिँ म फेरि पनि अर्को भिडियोको साथमा उपस्थित हुने नै छु तबसम्मको लागि चाहिँ तपाईँहरूले मलाई बिदा दिनुपर्ने हुन्छ फेरि पनि म आउनेछु तबसम्मको लागि बिदा दिनुहोस् जय नेपाल माया छ सबलाई सी यू अगेन